Hi guys, welcome back to my channel. Hope सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। आज चाहिँ हामीहरु यो कक्स बजारदेखि चाहिँ ढाका जाँदै छौं। म त अहिले त हैन, रातिको 11 बजे छ गाडी चाहिँ। अहिले चाहिँ हामी यसो निस्किदै छौं अनि हामीहरुको चाहिँ यहाँ सामान चाहिँ यहाँ राखेको छ। अब होटलबाट त आज हामी चेक आउट गरेको। मलाई भन्दै जस्तो हामी चाहिँ अब एकछिन यसो बाहिर जान्छौं। केही शपिङहरु गर्नु छ भने गर्छौं। त्यही हो, यहाँ चाहिँ साथीहरु छ। यति धेरै गर्मी, यस्तै गर्मी एक्सपेक्ट त गरेको थिएन। पानी पर्छ होला जस्तो लागेको थियो, तर ठिकै भयो पानी नपरेर, किनकि समुद्र भएको ठाउँमा पानी यता हावा उड्लायो भने डर नै हुन्छ। सो हामी चाहिँ अब एकछिन बाहिर निस्किन्छौँ खाना खान। निस्किन्छौँ होइन, निस्किन लागेको हो। स्टे ट्युन है त गाइज। खाना खाना आएको यो चाहिँ बिरयानी रे है, यहाँ कक्स बजारको बिरयानी हाम्रो चाहिँ आएको छैन। यति धेरै मान्छे छ यहाँ, भिडभाड खाना सकेर चाहिँ आयो। आयो है, यही हो। यो चाहिँ बिरयानी है। म एकैछिन यो डरेको भात खानु हुँदैन अरे विलासकोमा। छैन आलु टेस्ट गर्छु ल कस्तो छ। काटा भयो भने हेर फोर्क चाहिने बिरयानी भोक लाग्यो बेला खाएर भेटौँला है त। यो चाहिँ हो मास बजार है। आज तर पुरै बन्द छ ईद भएर। सबैजनालाई ईद मुबारक। स्मेल त अब हजुरहरूलाई कसरी सुँगाइदिउने। मेरो चाहिँ पुरै चित्र बनायो मास बजार। ल फार्माकोलोजी म्यामको मास बजार पनि यहीँ रहेछ कक्स बजारमा। कुन के बिच्रे है। नजरहाट बिच जाँदैछौँ गाइस हामी चाहिँ। बाटोमा चाहिँ मास बजारै त यो। कति हो म त यो चाहिँ हाम्रो ठ्याक्क दिनाजपुर जस्तो रहेछ अलिकति। दिनाजपुर एरिया टाइपको लागि मास बजार भएर सायद आयो है। के नजरहाट बिच आयो है गाइस। हामी छ त हौ यहाँ त निलो खत्रो हो क्या। यहाँ छ अटो। नजरहाट बिच ईद मुबारक भनिसक्यो हौ। ईद मुबारक गाइजहरू, ईद मुबारक गाइज। आज चाहिँ हामी ईदको दिनमा चाहिँ यहीँ कक्स बजार घुम्दैछौँ। वाउ लुक, नजरहाट बिचमा आयौँ। अब चाहिँ हामी एकछिन घुम्छौँ। कति बजी भन्दाखेरि 3:30 भइसक्यो। यहाँ चाहिँ बालुवा रहेछ नि त गाइस। कोही छैन तर अहिले गर्मी पनि होइन हिजो, किनकि हिजो घुम्न जाँदा चाहिँ थियो मान्छेहरू। आज ईदको दिन भएर चाहिँ खाली छ। पुरै समुद्र आज हाम्रो नाममा छ। ल हामी चाहिँ जाँदैछौँ। तिनीहरू त्यहाँ छ। हेर्न गडी यता
डेजर्ट यहाँ हेर्नु ल कक्स बजार आएर डेजर्टको पनि फिल लिन पायो है मिनी डेजर्ट वाउ क्र्याब हन्टिङ गर्दैछौँ है हामीहरू यहाँ क्र्याबको घर चाहिँ यहाँ छ है यहाँबाट फुत्त निस्क्यो क्या देखिहालेँ फेरि मैले क्र्याब हन्टिङ है छोटो भएर बिचारा छोटो नचाउँछ हेर तिमीलाई आयो है त्यहाँबाट फुत्त निस्केर ल क्र्याब नि हन्टिङ गर्यो यसले त टोक्छ नि फेरि थाहा छ अगाडिको उसकोले सरी ल रुखाइ टोक नपाले म एउटा फोटो पनि खिचिदिन्छु क्र्याब थाहा छ त्यही हो के भन्छ नाम त्यसो ल यहाँ निस्क्यो यहाँ सबै कत्रो रेड कलरको ओ यहाँ यो गर न ऊ त्यहाँ पनि ठुलो छ यहाँ कत्रो देखेँ मैले यो यहाँबाट उनीहरूको टनेलै हुन्छ क्या कत्रो देखेँ यार मैले त रेड कलरको यार ठुलो थियो यिनीहरूलाई पेट राखेर छ माथि यसो दे ओइ यहाँ म देखाउँछु ऊ त्यहाँ हेर ऊ त्यो रेड कलरको ल यो यहाँनिर यहाँ हेर न ऊ गयो निस्क्यो बताउँदैन कहाँ ऊ माथि ऊ दुईटा सानोलाई समात्ने फट्यो एकछिन गइहाल्छ क्या त्यो घाम त आएको त होला नि कहाँ छ यहाँ गाई चाहिँ वाउ सी क्र्याब गाइस कस्तो राम्रो हेर्नु त ल जाऊ उतातिर जाऊँ ओइ त्यो के हो कालो ओइ चस्मा चस्मा भेट्यो गाइस चस्मा भेट्यो ओइ सबिनाको चस्मा त होइन सबिना बहिनीको चस्मा भेट्यो अब त मलाई केही छैन अब उस्तै स्क्र्याच पनि रहेछ ओइ सबिनाको चस्मा भेट्यो खोइ हेरौँ न एकछिन ओइ तिम्रो चस्मा पनि अलि दिनपछि यस्तै आउँछ होला कि छालमा ओइ सबिना साँच्ची यार ओइ सबिना बहिनीको है यो अम्बिका लेखेको रहेछ कसले हो भूमिका बनाउनु नाइ एकछिन देऊ म गर्छु आमा तिम्रो अहिले जुत्तामा आउँछ अनि अहिले गर्छ अहिले ओइ धेरै उता नजाऊ है आउँछ बनाइरहेको छु ला गुड त्यहाँ नजाऊ नि त्यहाँ नटेको दल छ देऊ न म गर्छु कि मेरो खाली खुट्टा छ त ओइ यो त कत्रो ठुलो भेट्यो गाइस आउँछ एकदम आउँछ लाख फुट्यो यहाँभित्र उता गएर धोएर बनाउनु भिडियो गराएँ त मलाई गराइरहेको छु मेरो अनलाइन छ क्या केही हुँदैन के भयो चस्मा धोइरहम गाइस ल भयो त अब है ल है चस्मा भेट्यो गाई समुद्रमा हिजो हराएर आज भेट्यो ल
अर्को पनि भेट्यो मैले त ओइ कति धेरै छ यहाँ त ओइ पर्पल कलरको वाउ गाइस पर्पल यहाँ नि रहेछ ओइ कति उठाउनु म त पर्पल कलरको गाइस पर्पल कलरको सेल सुन डिफ्रेन्ट भेट्यो यार अहिले त सेल हन्टिङ गाइस सेल हन्टिङ कति धेरै हो यस्तो त कति हो कति छ है यहाँ त तर टिप्ने चाहिँ छैन गाइस प्लेन हो माथि प्लेन ओए प्लेनको उयो गर त सेल यति धेरै सेल लिएर जाँदैछु यो समुद्रको अब कहिले आउने हो थाहा छैन है यही चिनो भयो भने लिएर जानु पर्यो अरू मसँग केही छैन अरू त केही छैन यही भयो भने चिनो लिएर जान्छु ल यतापट्टि सी भाइब कति धेरै क्राब मैले बोलेको सुनेर भाग्दो रहेछ यो नभाग्न कति धेरै अस्ति हामीले यहीलाई नै खाएको थियौँ गाइस यसमा अस्तिको भ्लग हेर्नु भएको छैन भने हेर्नु होला यसै खाएको छ ए सब आयो कति धेरै हो रहेछ नि माछा सुकाएको माछा यस्तो यहाँ त नाम चाहिँ के हो थाहा छैन है कति धेरै ल है माछा यहाँ हेर्नु है गाइस यो सोको लागि राखे जस्तो आज ईदको दिन भएर चाहिँ यहाँ यो हुन्थ्यो यति धेरै थियो पसलहरू तर ईद भएर चाहिँ आज बन्द रहेछ खाली छ अरू ठाउँ चाहिँ नाउँहरू रहेछ है यहाँ माछ बजारमा यस्तो हुँदोरहेछ त फोरी नै छ यार हेर्दा त जति कक्स बजार भयो नि ल यस्तो स्ट्रिट अचार है यो कुन के हो नाम थाहा छैन कत टाकाको रे मामा 100 ग्राम 60 টাকা করে 100 গ্রাম 80 নড়ি 100 গ্রাম 100 গ্রাম 60 টাকা সব এটা 80 सबसे ভালো কোনটা কি মিষ্টির মধ্যে খাবেন নাকি টগরের মধ্যে খাবেন টক মিষ্টি একটু আগে টেস্ট করে নামগুলো বাদে টেস্ট করে দেখেন এটা তো খিচি রাজা আমি নিলে চামচ দিব একটু বাদে টেস্ট করে দেখেন তো আচ্ছা টক জাল মিষ্টি দেখলে রাখা निन्दै खुल्यो है मेरो दाम यता हो नाइ के हुँदैन किन नउत्रेको यो नि टेस्ट गर्न लागि
अनुहार मिस्टी यता कि यो र यता हो टेस्ट गरी एकता यो पनि टेस्ट गरी এটা মিক্স করে 100 গ্রাম শুধু 50 গ্রাম দেন হ্যাঁ চালতা পরেতে তোর মাছ মিশালি আছে টক জাল মিষ্টি 100 গ্রাম তার এ বাদ মামা এখানে মাছ আচার নাই सुगन्धर बीच फर्स्ट दिन गएको थिएन त्यहाँ स्केट पार्क रहेछ अनि फेरि अर्को नতুন बीचमा जाँदैछौँ लियो त गाइस नতুন के बीच हो थाहा छैन यति धेरै बीचहरू छ गर्मी छ टाढैबाट हेरौँ जस्तो यहाँ सेल बोकेको छ यहाँ अचार बोकेको छ गाई त्यस्तोमा पनि बस्यो है ल यसको एक्सपिरियन्स नि भयो मजै आउँदो रहेछ तर यहाँ यसरी बस्यो यसरी हेर यहाँ पछाडिको भ्यू ल यस्तो रमाइलो छ नि गाइस आज हाम्रो लास्ट डे हो यहाँ चाहिँ त्यही भएर पनि यहाँ पानीमा भिज्न मन लागिरहेछ तर के गर्नु क्या साउन्ड आछ के नै अब साँझपट्टि नि हल्का हावा लगाएर पनि बढ्दै गएको छ कि दामी खोइ साइक्लोन आउँछ भन्थे के रे साइक्लोन त आएन न्युजमा त्यस्तै थियो यस्तो रहेछ ल यो अचार चाहिँ खानुपर्ने हुन्छ यस्तो गरेर यस्तो गर्ने अब अर्को है अब यहाँ छ यो त बासुराटमा पनि पाउँथ्यो अरे नै मलाई यस्तै मनपर्छ फेरि गाइज यो मान्छेहरू देखेर नि कुच्चो ल्याएर त्यो फोहोर हुँदैन आफ्नो अगाडि फोहोर देख्यो भने बराल्दिम जस्तो हुन्छ नि त्यस्तै सर्लक्क ल्याएर यसरी बराल्दिम जस्तो फिल भएको छ हेर्नु न कस्तो दामी छ नि यस्तो मान्छे सर हामी फेरि यस्तोमा बसिरहेको कि यहाँ होइन अनि यहाँ मान्छे यस्तो छ अनि कुच्चो लगाइदिउँ जस्तो फिल भएको क्या सनसेट पनि हेऱ्यो है त आज क्या दामी के मान्छे चाहिँ कति छ फेरि ल है हजुरहरू आउनु नपाए नि टाढैबाट भए पनि हेर्नुहोस् आउनु सक्नुहुन्छ भने पोसिबल यता फेरि मुन छ कस्तो दामी गाई कस्तो दामी ओइ तिमीहरूले के लाग्यो ओइ तिमीहरूले 1500 को माला घाँटीमा लाउने अर्कोमा जाऊँ न अर्कोमा जाऊँ यहाँ त यो छैन ल यहाँ हेर मै गाई ल आयो त्यस्तो गर्ने
একটু ভিতরে আগো তো যাচ্ছে না যাবে আপনি দুটো দেখিয়ে আচ্ছা ধরে নিতে দুটো দেখেন ওকে আর আপনি পুঁতিটা দেখেন ওটা পুঁতি দেখা यस्तो के जाँदो रहेछ ल यो डुप्लिकेट हेर्ने अरे ए ल गाइस डुप्लिकेट चाहिँ यसरी आगोले जाँदो रहेछ यो ओरिजिनल चाहिँ এটা কি ডিफेक्टिभ ओरिजिनल चाहिँ केही पनि हुँदो रहेछ है ल आज हेर्नु नतुन कुरा सिक्यो गाइस हामी चाहिँ अब आज कक्स बजारको लास्ट अब एकछिन 11 बजेपछि चाहिँ बसमा जाने हो हामी चाहिँ एकछिन अलिअलि सपिङ गरेर जाँदैछौँ 11 बज्दा 10 बजेको चाहिँ यो छ टिकट छ बाई बाई यो उसलाई चाहिँ कक्स बजार बाई बाई हामी जाँदैछौँ यो रिक्साको पनि यहाँ लास्टै हो लफ्टर होटेलमा जान लाग्यो यो अटोले कहाँ लग्यो भने ल अब उतै बसमा जान्छौँ त्यसपछि भेटौँला है त गाइस खाना खान लाग्यो बिर्सेछु सुरुमै देखाउन अहिले भर्खरै याद आयो चाहिँ हामी सबैजना खाना खाँदैछ म यहाँ खाँदैछु खाँदा खाँदा बल्लै याद आयो गाइस हामी चाहिँ अहिले यहाँ यो बस काउन्टरमा आएर बसिसक्यौँ अब हामी जाँदैछौँ कक्स बजार टु ढाका भोलि बिहान कति बजी पुग्छ भन्दा भोलि बिहान 6 बजीतिर पुगाउँछ होला यस्तो अनि त्यसपछि त्यही हो आज दिन पनि रमाइलो भयो घुम्यौँ सबै बाँकी रहेको ठाउँहरू पनि सबै घुम्यौँ अब चाहिँ हामी जाँदैछौँ त्यही हो आजको भिडियो अनि भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला अनि म चाहिँ अब भोलि फेरि अर्को नयाँ भ्लग कन्टिन्यू गर्छु है त टाटा